मेरो छोरा चाहिँ हेर्नुहोस् न यस्तै बिक्ना गोली खेल्छ जुएल हेर्नु एक्लै खेल्दैछ म त यहाँ ढल्किरहेको थिएँ हो नानी त एक्लै यसरी हेर्नु बस्नु पनि घोडा टेक्छ हो ओबुई झन्डै ठोकिए नि डरायो नि आफै हो उसको गोलीहरू यहाँ पनि छ यति धेरै छ यहाँ पनि छ सानो गोलीहरू हो हेर्दैन यहाँ हेर्नुहोस् न यहाँ ठुलो दादाहरूले खेल्ने गोली एक्लै खेल्छ नि यहाँ पनि छ उसको गोली यहाँ पनि छ त्योहरू त मनै पराउँदैन यहाँ हेर्नुहोस् त यत्रो गोली चाहिँ खेल्छ ऊभन्दा ठुलो छ यहाँ हेर्नु त यति ज्यादा खेल्छ जुएल मेरो छोरा हेर्नु न नसकी पल्टाउँछ अब त्यो ठुलो र सानो सँगै छ हेर्नुहोस् ल अब ठुलै सिक्छ सानो हेर्दैन पुरा छक्कन जस्तै गरेर खेलिदिन्छ नि यता ल्याउनु हेर्नुहोस् त वा उचाल्छ नि हौ पछार्छ उचाल्छ हेर्नुहोस् त हेडिङ पनि गर्दैछ हेडिङ गर्दैछ नक्क पनि पार्छ हेडिङ हेडिङ गर्दैछ उसको पापाले जस्तो माई गड प्रभु हेडिङ गरेको हेर्नुहोस् है हेडिङ गर्छ तर उसको चिउरामा लाग्छ डुङ एक्लै खेल्छ हेर्नुहोस् है कस्तो ज्ञान डुङ गर्छ यसरी खेल्छ हाम्रो नानी जुएल चाहिँ फुटबल चाहिँ एकदमै ज्यादा मन पराउँछ उसले भयो लु मान्दैन खोसाउँदा हेर्नुहोस् न यहाँ पनि छ हेर्नु ल सानो त्यत्रै छ कि खेल्दैन यो खेल न हेर्नु न ठुलो सानो सँगै छ सानो सानो त हेर्नु यसरी खेल्छ सानोहरू त यादै बस्दै जान्छ हेर्नु त ठुलै मात्रै रोज्छ स्यासै हुँदै भए पनि ऊबाट जाऊ त्यता होइन हौ नानी यसरी भुइँ चाट्छ भाइले त कस्तो कला देखाउँछ हेर्नु नि